नमस्ते साथीहरु। ल अब चाहिँ हामी एल ब्याकमा छिर्यौँ है त। ल एल ब्याक अलिकति उता चेप्टे चेप्टे आउने है राइटतिर। ल अब यो घुमाउने टक्क अगाडि हेर्ने। ल सरर जाने। ल यो पार्किङ रोक्ने यहाँनिर। त्यसपछि अब दुवैतिर गइन हेर्ने कति ठाउँमा हामीले रोकेछौँ, कति ग्याप छ है। ल अब पछाडि आउने। ल बिस्तारै क्लच हल्का छोडेर ब्रेक छोड्दै क्लच हल्का छोड्दै आउने। ल सरर आउनुहोस् आउनुहोस् आउनुहोस्। गुड गुड गुड। अझै हेर्नु, अझै मिरर हेरेर आउनुहोस् आउनुहोस्। स्याट्ट हो यहाँ रोकेर खुल्ला हुन् काट्ने। त्यसपछि अब यहाँबाट है त अब काट्दै 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 आउने। ल अब पछाडि हेर्दै जाने, दायाँ बायाँ हेर्ने, दायाँ बायाँ। ल अब स्टियरिङ 2 राउन्ड घुमाउनुहोस्। ल जानुहोस् पछाडि जानुहोस् जानुहोस्। ल पछाडि नछोइकन जानु पर्यो। पछाडिको पार्किङमा बक्समा टक्क रोक्नुहोस्। ल गुड। ल अब अगाडि 1 गियर हालेर आउनुहोस्। सरर आउनुहोस् त। ल आउनुहोस्। गुड गुड शाबास। ल यति गर्नुभयो भने तपाईहरु पास है त एल ब्याकबाट। ल धन्यवाद।